दर्शक नमस्कार, म कान्छा सर मगर मेरो कान्छा युट्युब च्यानलमा तपाईलाई धेरै धेरै स्वागत गर्दछु। र त्यस्तै गरी आज म कहाँ छ, जापान, सिङ्गापुर, हङकङ यानी कि नेपाल एन्ड इन्डिया। म यतिखेर छ भारतको न्यू दिल्लीको बाह्रखम्बा नेपाली राजदूत। म तपाईहरुलाई त्यहाँ धेरै धेरै स्वागत गर्दछु। कस्तो लाग्यो? रमाइलो लाग्छ? अनि यो भन्दा रमाइलो म तपाईलाई भित्र पनि देखाउनेछु। आउनुस् है त। म कान्छा सर युट्युब च्यानलमा तपाईलाई धेरै धेरै स्वागत गर्दछु। र त्यसपछि मलाई फलो गरेर सब्स्क्राइब र कमेन्ट पनि गर्नु होला। तपाईले कहाँबाट हेरिरहन्छ र तपाईको स्पेशली मार्केट र यहाँको केही दृश्यहरू म तपाईलाई भित्र देखाउन गइरहेको छु। आउनुस्, म तपाईलाई भित्रको दृश्यहरू देखाउन गइरहेको छु। र त्यसपछि म तपाईलाई फेरि एउटा अर्को जानकारी के दिइरहेको छु भने स्पेशली नेपाली खाजा यानी कि अन्नपूर्ण ग्राउन्ड है, त्यसपछि एभरेस्ट ग्राउन्ड म पनि तपाईलाई आउनको लागि स्पेशल म तपाईले यस स्टेजमा गएर चाहिँ जरुर देखाउनेछ। आउँदै गर्नुस् त, हेर्दै रहनुस्। र भोलिसम्म यो पर्चेस हुनेछ र भोलि चाहिँ स्पेशली आएर चाहिँ नेपाली खाजा नेपाली खाना चाहिँ खानालाई अनुरोध गर्नेछ। म कान्छा साहरुमा गएर आउनुस् त, म भित्र पनि तपाईलाई देखाउनेछ। यस चित्रबाट आउँदाखेरि म भित्र स्टलतिर हामी आइसकेको छ। स्टलको केही म तपाईलाई दृश्य देखाउन गइरहेको छ र यसको दृश्यहरूको के छ के छैन म तपाईलाई चाहिँ जानकारी दिनु छ। खाजा घर हो, नेपाली बजार हो। त्यस्तै गरी हामीले सबै मैले तपाईलाई चाहिँ यहाँ देखाउनु गरेर चना चटपट र पानीपुरी पनि। नमस्ते, के हो नि यो चटपट है? वाओ, सो आई लाइक दिस वान। एन्ड पानीपुरी कस्तो मतलब इमेजिन जस्तो भइरहेको छ है त यहाँ है। अनि कस्तो भइरहेको छ, मतलब कस्तो लागेको छ? एकदम हेप्पी। अनि यहाँको जो एमबीसी या राजदूतको सम्पूर्ण टिमहरूलाई के भन्न चाहनुहुन्छ जो यसरी फेस्टिभल पहिलोपल्ट यहाँ मेला लागेको रहेछ? भइरहेको छ। अब यो अवसर मिल्यो, धेरै खुसी छौँ। अगाडिका दिनहरूमा पनि यस्तै गर्न पाइयोस्। धेरै धेरै धन्यवाद दिन चाहन्छु। शुभ नाम? मेरो गीता पौडेल, सपना केसी, मन्जु रायमाझी, बसन्त थापा। के भन्नु त, एकदम खुसी छ है? एकदम सो डेफिनेटली ह्याप्पी। म त थ्याङ्क यू राजदूतहरूलाई, सबै टिमहरूलाई। अनि विशेष धन्यवाद बिन बहादुरपुर दाइलाई दिन चाहन्छौँ। हामीलाई धेरैभन्दा धेरै सहयोग गर्नुभएको छ। उहाँलाई आगामी दिनमा पनि अझै यस्तै सहयोग गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षा राख्दै उहाँलाई फेरि पनि विशेष धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू बहादुरज्यूलाई पनि मेरो तर्फबाट पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँको तर्फबाट चाहिँ उहाँहरूले पनि निकै मतलब उहाँले भन्नुभएको अनुसार मैले देखिसकेँ चना चटपट भन्छ हाम्रो नेपालमा है। अनि पानीपुरी है, मतलब अति यो चाहिँ बिस्लेरी पानी भएछ तर एभरेस्ट पानी पनि छ देखेको थिएँ मैले यहाँ त्यहाँनिर छ। अनि एकदम यहाँको चाहिँ हातले एकदम राम्रो छ, एकदम स्वादिष्ट, एकदम मिठो। म अहिले यतिखेर न्यू दिल्लीमा छु नि, म नेपालमा होइन है त। सबैले हेर्नु होला, न्यू दिल्ली भारतको राजदूतमा एलकी नेपाली एमबीसी बाह्रखम्बा एउटा भोलि पनि लाग्दैछ स्पेसल। भोलि चाहिँ यस्तो दुर्गेश दाइ पनि आउनुहुन्छ, दुर्गेश थापा एकदम उहाँको पपुलर हुनुहुन्छ नि त। कता हिँडेको म यहाँ भन्ने गीत तपाईँले पक्कै सुन्नु होला। अनि के भन्नुहुन्छ त्यहाँको सबै टिमहरूलाई? एकदम राम्रो भइरहेछ हाम्रो। भोलि हाम्रो लास्ट हो, तर हिजोदेखि लागेको प्रोग्राम हो। हिजो आधीहरूले अलिकति समस्या पार्थ्यो, तर पनि हामीले बिहान त्यसलाई दोबारा सेटअप गरिदिनु भयो, सबै ठिक। थ्याङ्क यू सर है त। फेरि अब हामी अर्को स्टोरमा जाँदैछौँ। अनि एकदम खतरा चाहिँ अब गजब हुन्छ है। एक मिनट हाम्रो हो नि त, काठमाडौँ, पोखरा, चितवन, नगरकोट अनि प्याकेज यो हो नि हाम्रो त। स्पेसली हाम्रो नेपालमा घुम्ने ठाउँ त यहाँ छ नि त, यहाँ होइन यहाँ भने यस ठाउँमा है त। यो ठाउँमा आएर पक्का घुम्नु होला भने म सबैले जानकारी गर्न चाहन्छु। अनि त्यसपछि ओहो यो त पनि रहेछ नि, अपेक्षा बिजनेस एन्ड होटेल। यो त पनि तपाईँले चाहिँ आएर भिजिट गरेर तपाईँ चाहिँ आएर एकचोटि भिजिट गर्नु होला भने म सबैले जानकारी गर्न चाहन्छु। र त्यस्तै गरी यस ठाउँमा गएर चाहिँ पक्कै चाहिँ नबिर्सिनु होला नि जानलाई होइन। त्यस्तै गरी काठमाडौँ त तपाईँले त अलरेडी थाहा छ, नेपालको एउटा सान हो, नेपालको एउटा राजधानी हो होइन। त्यसपछि पोखरा, ओ माई गड, पोखरा त हाम्रो बिल्कुल टुरिस्ट लाइन हो नि त। पोखरामा त हाम्रो जानै पर्ने, आउनै पर्ने, सबैले देख्नै पर्ने, घुम्नै पर्ने चिज हो। र चितवन त हाम्रो एकदम मतलब बहुत सुन्दर त सोनिक राम्रो ठाउँ है त पोखरा। र नगरकोट ओ माई गड हाम्रो नगरकोट। अनि त्यसपछि क्या चिज छ नि हाम्रो नेपालमा घुम्ने पर्ने चिज यो हो नि। स्पेशली म तपाईँलाई इन्भाइटेसन अनि जानकारी दिन चाहन्छु। यो ठाउँमा गएर चाहिँ नभन्नु होला। र जाँदा हाम्रो अपेक्षा बिजनेस होटेलमा पनि रुक्नु नपर्ने होला। यहाँ चाहिँ एकदम फेसिलिटी राम्रो, एकदम बहुत ही राम्रो। म्याडम अलिकति आउनुहोस् न।
के जानकारी गराउनुहोस् होटलको बारेमा। ए हाम्रो होटल चाहिँ एकदम नजिक एयरपोर्टबाट वकिङ डिस्टेन्समा छ, जस्ट एयरपोर्टको साइडमै छ। सो हजुर सबैले भिजिट गरिदिनुहोस् होला। थ्याङ्क यू सो मच। अनि शुभ नाम? मेरो नाम मन्जु बुढाथोकी। थ्याङ्क यू मन्जु म्याम, तपाईँले धेरै राम्रो चाहिँ यहाँ जानकारी गराइदिनु भयो र यस ठाउँमा पनि आएर तपाईँले जरुर भिजिट गर्नु भन्ने म सबैले जानकारी गर्न चाहन्छु। थ्याङ्क यू सो मच। र अझै यो त केही पनि होइन, अझै भोलि पनि छ नि त मेला। म भारतको न्यू दिल्लीको राजदूतमा छु है त। मेरो राजदूतमा आउने सम्पूर्ण मित्रहरूलाई चाहिँ खानु एकपल्ट ट्राई गर्नु भन्ने कुरा म एकपल्ट जानकारी गराउन चाहन्छु। र त्यस्तै गरी लेकाली खाजा घर भनेको तपाईँले लेकाली भनेको मतलब हाम्रो नेपालको प्रसिद्ध भन्नाले माथिको है, माथिको हो नि त। पक्कै एकदम स्पोर्ट्स मिठो र स्वाद पक्कै एकपल्ट याद गर्नु होला नि। र हामी नेपालमा छैनौँ अहिले, भारतमा छौँ, जो पनि राखेको होला। वाउ, यो देखेपछि त पक्कै थाहा पाउनु होला म कुन ठाउँमा छैन। त्यो त हाम्रो मुटुको धड्कन हो नि, यो भने हाम्रो शिखरको उचाइ हो नि त। यो हाम्रो नेपालको झन्डा, यो हाम्रो राष्ट्रिय चिन्ह हो, हाम्रो नेपालको झन्डा। यो हेरेपछि थाहा पाउनु होला नि होइन, हामी कहाँ छौँ। हामी नेपालमै छैनौँ, त्यतिखेर हामी न सिङ्गापुर न हामी भारतमा छौँ नि त। यो ट्यागकै याद राख्नु ल। यो कहाँको चिन्ह होला कमेन्टमा भन्नु होला त। जानेले मात्रै कमेन्टमा भन्नु होला, भन्नु नजानेले चाहिँ कमेन्ट नगर्नु है त। थ्याङ्क यू सो मच। म धेरै तपाईँहरूलाई यहाँ जानकारी गराउन चाहन्छु। म यस ठाउँमा आएर म यहाँको केही दृश्यहरू देखाइरहेको छु गर्दाखेरि। द योगराज हाम्रो डाक्टर मोहन कार्कीज्यूले पनि उहाँको एकदम उहाँले बहुत निरन्तर रूपले पनि योगा सिकाउनुहुन्छ। योगा पनि अनलाइन पनि क्लास दिनुहुन्छ भन्ने कुरा म एकदम मेरो मित्रतै हुनुहुन्छ हाम्रो यो मोहनजीलाई पनि म यहाँ स्टुडेन्ट भएर चाहिँ खुसी लाग्यो। गर्दा चाहिँ उहाँलाई चाहिँ नि केही परेको खण्डमा योगा गर्नु परेको खण्डमा उहाँलाई चाहिँ जरुर चाहिँ सम्झिनु होला भन्ने कुरा म पनि अनुरोध गर्दछु। यो किताबको बारेमा अलिकति जानकारी गराइदिनु हुन्छ कि हाम्रो यो दर्शक बिनहरूलाई? मित्रते आउनुभयो डाक्टर हाम्रो मोहन कार्कीजी। मोहन कार्की सर नमस्कार। अनि धेरै खुसी लाग्यो। यो किताबको बारेमा अलिकति जानकारी गराइदिनुहुन्छ कि हाम्रो दर्शक बिनहरूलाई? यो 7 सिक्रेट्स अफ योग साइन्स भन्ने पुस्तक हो। यसमा योगका 7 मुख्य साधनाहरू एकदम व्यापक रूपमा, विस्तृत रूपमा, सहज रूपमा उल्लेख गरिएको छ। यदि कोही बिगिनर छ भने बिगिनर्सको लागि यो गाइड हुन्छ। इन्टरमिडिएट र एडभान्सको लागि साधनालाई हायर लेभलमा लिएर जानको लागि यो सहयोगी हुन्छ। यसमा योगका सबै शास्त्रहरूको रेफरेन्स लिएको छ। समग्रमा एकदमै सहज भाषामा लेखिएको पुस्तक। नेपालीमा लेख्नु भएको छ कि हिन्दीमा लेख्नु? हजुर, यो अहिले त हिन्दीमा छ। यो मेरो हातमा भएको पुस्तक हिन्दीमा छ, तर यसको अङ्ग्रेजी भर्सन पनि तयार भइसकेको छ। यो अङ्ग्रेजी भयो। अर्को यसको नेपाली भर्सन पनि तयार छ। यो आज त अब भइसक्यो। भोलि हाम्रो यही नेपाल फेस्टिभल इन्डिया 2025 में यसको रिलिज पनि हुन्छ। कङ्ग्रेचुलेसन। होइन सबैजनाले चाहिँ एकपल्ट यस ठाउँमा आएर द योगा गुरुजी हाम्रो मोहन कार्कीजीलाई पनि आएर एकपल्ट भिजिट गर्ने र उहाँलाई पनि भेटघाट गरेर एकपल्ट यहाँको बारेमा केही जानकारी गर्नु होला भन्ने कुरा म सबैलाई मेरो सब्सक्राइबर आइडीहरूलाई पनि म जानकारी गराउन चाहन्छु। थ्याङ्क यू सो मच। अर्ग्यानिक ओखला, यो अर्ग्यानिक ओखला भनेपछि त अर्ग्यानिक भनेको त नेचुरल चिज है, जो हाम्रो पहिला बुढापाकाहरूले खाने हामीहरूलाई जुन उहाँहरूलाई खिलाउनु भएको थियो त्यही अर्ग्यानिक ओखली। अर्ग्यानिक भनेको तपाईँ अगाडि थाहा होला होइन। अर्ग्यानिक भनेको मतलब एकदम नेचुरल के, प्रपर नेचुरल। मतलब कोही यसमा त मिलावट छैन, केही मतलब केही चिजमा मिलावट छैन है। यो प्रपर अर्ग्यानिक ओखली भनेको, अर्ग्यानिक ओखली भनेको यो हाम्रो एकदम स्वास्थ्यको लागि चाहिँ एकदम राम्रो चिज हो है, यहाँहरूले बनाउनु भइरहेछ है। अर्ग्यानिक ओखली यो भनेको एकपल्ट ट्राई जरुर गर्नुपर्ने हुन्छ। अर्ग्यानिक ओखली। दिदी नमस्ते। नमस्ते। कहाँबाट होला हाम्रो यो दुकानको स्टल? यो मेरो दुकान सन्तनगरमा छ। अर्ग्यानिक को हो, यो बिल्कुल प्योर छ, विदाउट केमिकल, विदाउट मिलावट को प्योर अर्ग्यानिक ओखली। मेरो शॉप को नाम है अर्ग्यानिक ओखली। अर्ग्यानिक ओखली। कहाँ भन्नु पर्यो? दिल्लीमै?
दिल्लीमा सन्तनगर हामी दिल्लीमा छ नि साथीहरु, यो पनि याद राख्नु होला। दिल्ली सन्तनगरमा हामी दिल्ली भन्दा बाहिर छैनौं। हामी दिल्लीको भारतको राजधानी भित्र दिल्लीमा चाहिँ हामी यहाँ अहिले एक्जिबिसन लगाइरहेको छ नि हाम्रो नेपाली राजदूतले। उहाँहरूले चाहिँ यहाँ स्टल लगाउनलाई चाहिँ यहाँ सम्पूर्ण नेपाली यो मार्केट अथवा हाम्रो यो बजार लगाइरहेको छ। उहाँहरूले चाहिँ स्पेशली अर्ग्यानिक चिज राख्नु भयो रहेछ। मेरो सन्तनगर मेन 100 फुटा रोडमा मेरो अर्ग्यानिक ओखलीको नामले शप छ। हजुर आउनुहोस्, अनलाइन पनि सप्लाई छ। 100 फुटा रोड भन्नुभयो तपाईँ, ठ्याक्कै छतरपुर जानेको बाटो भन्नु। सन्तनगर बुराडी, अच्छा बुराडीमा रहेछ, माफ गर्नु होला। मलाई लागिरहेको थियो कि सन्तनगर भनेको बुराडी रहेछ। बुराडीबाट यता तपाईँको यो निरङ्कारीको ल। ओके, थ्याङ्क यू सो मच। हेर्दै जानु होला कति रमाइलो र कति म तपाईँलाई अझै अर्को ठाउँ पनि लिएर गएको छ, ईश्वर टुर एन्ड ट्राभल्स होइन। यो भनेपछि त तपाईँले पक्कै पनि इन्टरनेटमा सर्च गरेर हेर्नु होला। र यस ठाउँबाट त राजस्थान टुर केरला अल इन्डिया, मैले भन्नु पर्दैन अल इन्डिया मतलब हामी यहाँ कहाँ छौँ? हामी भारतमा न्यू दिल्लीको नेपाली राजदूतभित्र हामी यहाँ आएका छौँ। यो फेस्टिभलको 2025 भित्र आज भोलि हिजो पनि भइसकेको थियो। हिजो अलिकति आधी हाउरीले अलिकति मुस्किल भयो भन्ने कुरा मैले सुनेर म स्पेसली चाहिँ आज म हिजो आउँदा रोकेर। सर नमस्कार। के नाम पर्यो? ईश्वर प्रसाद पंगेनी। पंगेनी सर, के भन्नुहुन्छ न हाम्रो यो पेसेन्जरहरूलाई, आउने ट्राभल गर्ने मान्छेहरूलाई यो के जानकारी गराउनुहुन्छ? हामीले यहाँ दिल्लीमा 1991 देखि टुर एन्ड ट्राभलको काम गरिरहेछौँ। हामीले होटल पनि सञ्चालन गर्छौँ। होटल कहाँ हो? मेरो यहाँ करोलबागमा 2टा होटल छन्। होटल नामहरू भन्नु? होटल ढाका इन्टरनेसनल अनि होटल नाइस प्यालेस। नाइस प्लेस और ढाका इंटरनेशनल और नाइस प्लेसमा पनि एकपल्ट भिजिट गरिदिनु होला। मैले सबैलाई अनुरोध गर्दछु। अगर भाइ तपाईँले केही परेशान र केही दिक्कत भयो भने चाहिँ यहाँ जरुर यो 2टा होटल चाहिँ भिजिट पनि गरिदिनु होला भने म अनुरोध गर्दछु। अनि सुविधा पनि बताइदिनुहोस् हाम्रो यो पेसेन्जरहरूको गाडीहरूको कुन हामीसँग अल ओभर इन्डिया प्लस नेपालको लागि टुर्सको लागि कुनै पनि गाडी उपलब्ध हुन्छ। अब सानो गाडीदेखि लिएर ठुलो कोचहरूसम्म हामीले सबै गर्छौँ। हामीले ट्रेन टिकट, फ्लाइट टिकट पनि गर्छौँ र हामीसँग होटलको जाने अल ओभर इन्डियामा होटलको जाने हामीसँग चेन छ। अनि कुनै पनि ठाउँमा जानुपर्ने छ भने हामीसँग सम्पर्क गर्दाखेरि हजुरहरूले राम्रो सुविधा पाउन सक्नुहुन्छ। ओके, थ्याङ्क यू सो मच। उहाँले भनेको अनुसार तपाईँले पक्कै पनि निरन्तर रूपले तपाईँले थाहा पाउनुभयो होला। उहाँले भनेको अनुसार चाहिँ तपाईँले यहाँ एकपल्ट भिजिट गरिदिनु होला उहाँको होटेलमा, उहाँको ट्रेभलमा पनि एकपल्ट ट्राई गर्नु होला कतिको सुविधा र कति राम्रो छ भन्ने कुरो। त्यसपछि एउटा कमेन्टमा पनि भनिदिनु होला ताकि म कमेन्टबाट आएको चिजहरूलाई म रिप्लाई जरुर गर्नेछ। ओके, थ्याङ्क यू सो मच। अरू ठाउँ पनि म तपाईँलाई देखाउँछु। ओके, थ्याङ्क यू सो मच। यो दृश्य तपाईँले देख्नु भएको छ भारतको न्यू दिल्लीको राजदूतभित्रमा तपाईँले यो दृश्य देखाउनु गइरहेको छ। यतिखेर चाहिँ हामीले 2025 को भित्र यो हामीले जो तपाईँलाई जानकारी गराउन दिइरहेको छ यो हाम्रो नेपाल फेस्टिभल हाम्रो यो भारतको फर्स्ट टाइम यो गरेको छ। उहाँको यो सम्पूर्ण जान चाहिँ म हार्दिक धन्यवाद दिन चाहन्छु र आगामी दिनहरू पनि यसरी नै होस् भन्ने कुरा म जानकारी गराउन चाहन्छु। र त्यसपछि म तपाईँलाई यस बाहेक अझै उतातिर तपाईँले कन्सर्टतिर म तपाईँलाई लिएर जाँदैछु र नेपाली कन्सर्ट भिडियो डान्स पर्फर्महरू म तपाईँलाई देखाउने छु। र यतिखेर चाहिँ म अब स्टोरभित्र सबै घुमिसकेको छु। अनि यहाँबाट हामी चाहिँ बाहिर जाँदाखेरि म ठ्याक्कै तपाईँलाई चाहिँ म त्यहाँको कन्सर्ट भिडियोहरू पनि म त्यहाँ तपाईँलाई देखाउन गइरहेको छु। धन्यवाद आदरणीय कलाकारहरू, अत्यन्तै राम्रो प्रस्तुति दिनुभएको छ। भोलि हामी जे जस्तो परिस्थिति आइपरे पनि हामीले आज कार्यक्रम गर्यौं त्यसै गरी